सम्पूर्ण महानुभावहरूलाई यो जानकारी गराइन्छ। गत असोज 18 र 19 गते आएको मुसलधारे पानीले गर्दाखेरि यो इलाम नगरपालिका को 9 नम्बर र 12 नम्बर जोड्ने यो पक्की पुलको दुवैपट्टिको भाग चाहिँ पानीले चाहिँ खोलेर यो ग्याबिङ सहित चाहिँ लगेको अवस्था छ। यसले गर्दाखेरि अहिले इलाम नगरपालिकाबाट साङरुम्बा आवत जावत गर्ने गाडी तर्ने बाटो चाहिँ लगभग 1 मिटर मात्रै पक्किरहेको देखिन्छ अनि अरू कच्ची छेउछेउमा चाहिँ भत्किरहेको बाटोबाट गाडीहरू चाहिँ आवत जावत गरिरहेको अवस्था छ। अब अहिले यो वर्षाको समयमा वैशाख लाग्न लगभग सुरु गरिसकेको छ। अब यो चाहिँ समयमा हामीले बनाउन सकेनौँ भने यसले चाहिँ इलाम नगरपालिकाबाट चाहिँ पश्चिम भेग जाने गाडीहरू चाहिँ अवरुद्ध हुने अवस्था देखिन्छ। नेपाल सरकारले इलाम जिल्लालाई क्षतिग्रस्त क्षेत्र जिल्ला घोषणा गरे पनि कार्यान्वयनमा आएको अवस्था छैन। त्यो चाहिँ कागजमा मात्र सीमित रहेको कारणले गर्दा यो चाहिँ पुनर्निर्माण र क्षति भएका ठाउँहरू मर्मत सम्मार हुन नसकिरहेको परिप्रेक्ष्यमा अब सम्बन्धित निकायले चाहिँ यसलाई समयमा नै मर्मत सम्मार गरेन भने यसको पुल चाहिँ तल जगबाट चाहिँ खोलिने अवस्था रहेको देखिन्छ। स्थानीय उपभोक्ताहरूको माग अनुसार सम्बन्धित निकाय स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार र यो सम्पूर्ण निकायहरू लागेर यो क्षति भएको पुललाई चाँडोभन्दा चाँडो चाहिँ मर्मत सम्मार गरी यो ठुलो क्षति हुनबाट जोगाइदिन हुनको लागि सम्पूर्ण सम्बन्धित निकायका पक्षहरूलाई उपभोक्ताहरूको तर्फबाट ध्यान आकर्षण गराउन चाहन्छौँ। धन्यवाद।